Hello guys, welcome to another video of Nepali Code Labs. आज चाहिँ हामी मिनिमम विन्डो सब स्ट्रिङ भन्ने प्रब्लम हेर्न गइरहेको छौं। फर्स्टमा चाहिँ हामी प्रब्लम स्टेटमेन्ट र टेस्ट केसेसहरु हेर्ने छौं। त्यसपछि आएर यो प्रब्लमलाई कसरी अप्रोच गर्ने भनेर हेर्ने छौं र यसको सोलुसन डिराइभ गर्ने छौं। र हामी यो सोलुसनको चाहिँ रन टाइम र स्पेस कम्प्लेक्सिटी एनालाइज गर्ने छौं। त्यसपछि आएर हाम्रो सोलुसनलाई हामी कोड गर्ने छौं र फाइनली आएर चाहिँ हामीले लेखेको कोडमा हामी स्याम्पल टेस्ट केसेसहरु युज गरेर ड्राई रन गर्ने छौं। र अब फर्स्टमा आएर चाहिँ हामी प्रब्लम स्टेटमेन्ट र टेस्ट केसेसहरु हेरौं। प्रब्लम स्टेटमेन्टमा के भनेको छ भने गिवन टु स्ट्रिङ्स yes and t of length m and n respectively, return the minimum window of substring of s such that every character in t including duplicates is included in the window. If there is no such substring, return the empty string भनेको छ। त्यसपछि the test cases will be generated such that the answer is unique. त्यसपछि आएर example 1 मा हेरौं। example 1 मा हामीलाई के दिएको छ नि इनपुट दिएको छ। इनपुटमा चाहिँ yes भन्ने स्ट्रिङ दिएको छ र t भन्ने स्ट्रिङ दिएको छ र हामीलाई क्वेशनले के भनेको छ भने यो s बाट चाहिँ हामीले यस्तो सब स्ट्रिङ झिक्नु पर्यो जसको लेन्थ चाहिँ एकदम मिनिमम हुन्छ र त्यो सब स्ट्रिङमा हाम्रो यो t मा भएको सबै क्यारेक्टर पनि हुन्छ भनेर भनेको छ। र यो केसमा हामीले हेर्न सक्छौं हाम्रो आउटपुट भनेको चाहिँ BANC छ। यो BANC चाहिँ सबसे सर्टेज सब स्ट्रिङ हो यो पुरै स्ट्रिङमा जसमा चाहिँ हाम्रो तीनटै क्यारेक्टर ABC छ। किन यो हाम्रो आन्सर हो भने एज अ होल स्ट्रिङ यो पनि हाम्रो आन्सर हो तर यो चाहिँ सर्टेस्ट होइन। जस्ट BANC चाहिँ हाम्रो सर्टेस्ट सब स्ट्रिङ हो जसमा चाहिँ हामीले यो तीनटै क्यारेक्टर पाउन सक्छौं। र एक्सप्लेनेसनमा के भनेको छ नि त मिनिमम विन्डो सब स्ट्रिङ BANC includes A, B and C from string T भनिएको छ। त्यसपछि आएर एक्जाम्पल 2 मा हेरौं। एक्जाम्पल 2 मा चाहिँ हामीलाई इनपुटमा yes मा चाहिँ A दिएको छ भने t मा A दिएको छ र यसको आउटपुट चाहिँ A छ। र एक्सप्लेनेसन द एन्टायर स्ट्रिङ yes इज द मिनिमम विन्डो भनेको छ। त्यसपछि आएर एक्जाम्पल 3 हेरौं। एक्जाम्पल 3 मा इनपुट चाहिँ हाम्रो yes इक्वल्स टु A र t इक्वल्स टु डबल A दिएको छ र आउटपुट चाहिँ एम्प्टी स्ट्रिङ छ। एक्सप्लेनेसनमा के भनेको छ भने बोथ A from T must be included in the window since the largest window of yes only has one A, return the empty string भनिएको छ। र एक्सप्लेनेसनमा के भनेको छ नि both A's from T must be included in the window since the largest window of yes only has one A, return the empty string भनिएको छ। सिन्स हाम्रो यो t मा भएको डबल A चाहिँ कहिले पनि हाम्रो स्ट्रिङ यसमा पोसिबल छैन हुनलाई सो यो केसमा चाहिँ हामीले एम्प्टी स्ट्रिङ रिटर्न गरेको छौं। अब आएर कन्स्ट्रेन्टमा हेरौं। कन्स्ट्रेन्टमा m भनेको चाहिँ yes भन्ने स्ट्रिङको लेन्थसँग इक्वल हुन्छ, n भनेको चाहिँ t को लेन्थसँग इक्वल हुन्छ र m र n भनेको चाहिँ मिनिमम 1 हुन्छ भने म्याक्सिमम 10 टु द पावर 5 हुन्छ। र हामीलाई अर्को के भनेको छ नि s and t consist of upper case and lower case English letter भनेको छ र s र t मा चाहिँ लोअर केस अप्पर केस English letter हुन सक्छ। यहाँ हामीलाई फलो अपमा फेरि के भनेको छ नि could you find an algorithm that runs in big O of m plus n टाइम भनेको छ। सो हामीले चाहिँ यो रन टाइम भएको अल्गोरिदम फाइन्ड आउट गर्नुपर्ने हुन्छ। अब यो प्रब्लमलाई कसरी अप्रोच गर्ने भनेर हेर्नलाई फर्स्टमा चाहिँ एकदम याद गर्नुपर्ने कुरा के भन्दा हाम्रो t चाहिँ s भन्दा ठूलो छ भने यो एकदम इनभ्यालिड केस हो र हामी यो केसमा हामीले एम्प्टी स्ट्रिङ रिटर्न गर्न सक्छौं पहिला नै। सो यसरी हामी फर्स्टमा के चेक गर्छौं भने s को लेन्थ चाहिँ t को लेन्थ भन्दा सानो छ कि छैन चेक गर्छौं। यदि यो सानो छ भने जस्ट रिटर्न एम्प्टी स्ट्रिङ किनभने यसको हामीले सोलुसन कहिले पाउन सक्दैनौं। त्यसपछि आएर म एउटा म्याप डिफाइन गर्छु। त्यो म्यापमा चाहिँ के गर्छु भने यो t मा भएको स्ट्रिङको काउन्ट मेन्टेन गर्छु। अब यो अहिलेको केसमा हाम्रो A1 छ, B1 छ र C1 छ। सो यति गरिसकेपछि अब हामीलाई कतिवटा क्यारेक्टर चाहिन्छ त यो मिनिमम सब स्ट्रिङ फाइन्ड आउट गर्न भन्दा चाहिँ यो तीनटा क्यारेक्टर मिनिमम चाहिन्छ। सो म नीड भन्ने एउटा भेरिएबल डिफाइन गर्छु र त्यसमा चाहिँ यो हाम्रो म्यापको लेन्थलाई असाइन गर्छु। त्यो भनेको 3 छ किनभने अहिले युनिकली हामीलाई एउटा A, एउटा B, एउटा C चाहिँ चाहिन्छ यो सब स्ट्रिङ पुरा हुन। त्यसपछि आयो म एउटा ह्याभ भन्ने पनि भेरिएबल डिक्लेयर गर्छु र यसमा चाहिँ 0 डिफाइन गर्छु। अहिले चाहिँ हामीसँग कुनै पनि स्ट्रिङमा हामीले ट्राभर्स नगरेको हुनाले हाम्रो ह्याभ अहिले 0 छ। त्यसपछि फेरि एउटा म म्याप डिफाइन गर्छु यहाँ आएर र अब के गर्छु भने यो म्यापमा चाहिँ यो हाम्रो इनपुट स्ट्रिङ युज गरेर यो इनपुट स्ट्रिङको भ्यालुहरु मेन्टेन गर्न युज गर्छु। सो यसरी यो इनपुट स्ट्रिङमा चाहिँ म के गर्छु भने दुईटा पोइन्टर डिफाइन गर्छु। सो यसरी म लेफ्ट र राइट भन्ने दुईटा पोइन्टर डिफाइन गर्छु र त्यसपछि के गर्छु भने यो राइट पोइन्टरलाई चाहिँ अगाडि मुभ गर्छु र मुभ गर्नुभन्दा अगाडि चाहिँ के गर्छु भने यो हाम्रो राइटमा भएको भ्यालु चाहिँ हाम्रो यो फर्स्टको म्यापमा छ कि छैन भनेर चेक गर्छु। यो केसमा A छ। सो त्यसपछि आएर म यसलाई हाम्रो म्यापमा एड गर्छु र काउन्ट मेन्टेन गर्छु। र अब हाम्रो A चाहिँ हाम्रो कतिवटा चाहिने भन्दा 1 नै चाहिने भएको हुनाले ठ्याक्क एक्ज्याक्टली म्याच भएको हुनाले अब ह्याभलाई म 1 बनाउँछु। त्यसपछि राइटलाई मुभ गराउँछु। त्यसपछि आएर राइटको मा भएको यो भ्यालु चाहिँ हाम्रो म्यापमा छ कि छैन भनेर चेक गर्छु। छैन। सो यसलाई अगाडि बढाउँछु। त्यसपछि O मा आइपुग्छ। O पनि हाम्रो यो
फर्स्ट म्यापमा छैन त्यसलाई फेरि अगाडि बढाउँछु त्यसपछि यो बी चाहिँ हाम्रो यो म्यापमा छ सो बी लाई एड गर्छु र यो बी को काउन्ट र यो बी को काउन्ट एक्ज्याक्टली म्याच भएको हुनाले फेरि म एपलाई चाहिँ 2 बनाउँछु त्यसपछि राइट पोइन्टरलाई अगाडि बढाउँछु यो ई हाम्रो यो म्यापमा छैन सो यसलाई स्किप गर्छु त्यसपछि आयो सी छ हाम्रो यो म्यापमा सो सी लाई पनि यसमा एड गराउँछु र अब यो सी र यो सी को काउन्ट एक्ज्याक्टली म्याच भएको हुनाले अब म के गर्छु भने यो ह्याभलाई फेरि इन्क्रिज गर्छु 3 मा सो यति गरिसकेपछि अब हामीले एउटा फुल सब स्ट्रिङ पत्ता लगाइसकेको छौं जसमा चाहिँ हाम्रो एबीसी तीनटै क्यारेक्टरहरु छ सो अब के गर्छु भने यसको लेन्थ पत्ता लगाउँछु लेन्थ भनेको राइट भनेको चाहिँ 5 - 0 + 1 गरेको छु र यो भनेको 6 छ र अब हाम्रो अहिलेको मिनिमम भनेको चाहिँ यो 6 हो र अब यति भइसकेपछि यो जबसम्म ह्याभ चाहिँ हाम्रो 3 छ तबसम्म अब हामी के गर्छौं भने यो लेफ्टलाई अगाडि बढाउँदै लान्छौं सो अब पहिला सुरु के गर्छु भने यो लेफ्टमा भएको भ्यालुलाई यहाँबाट हटाइदिन्छु यो 0 बनाइदिन्छु अनि त्यसपछि यो लेफ्टलाई अगाडि सार्छु र हाम्रो एप पनि अब 2 हुन्छ किनभने यो हामीले यहाँबाट हटाइसकेपछि यहाँ पनि त्यसलाई अपडेट गर्नुपर्ने हुन्छ अब यति गरिसकेपछि फेरि हाम्रो प्रिभियस कन्डिसनमा आउँछ अब हामीलाई एउटा ए चाहिरहेको छ त्यो ए नभेटुन्जेल या हाम्रो यो एप चाहिँ 3 सँग इक्वल नहुन्जेल अगाडि बढ्ने त्यसपछि फेरि यो हाम्रो राइट ओ मा आइपुग्छ ओ चाहिँ हाम्रो यो म्यापमा नभएको हुनाले स्किप गर्ने अगाडि बढ्ने अब डी मा आइपुग्छ डी मा आइपुग्दा पनि हाम्रो यो डी चाहिँ यो म्यापमा नभएको हुनाले अब यसलाई पनि स्किप गर्ने अगाडि बढ्ने त्यसपछि ई मा आइपुग्छ र ई पनि हाम्रो यो म्यापमा नभएको हुनाले यसलाई पनि स्किप गर्ने त्यसपछि बी मा आइपुग्छ र बी मा आइपुगेपछि हामीले यहाँ देख्न सक्छौं हाम्रो बी चाहिँ यो म्यापमा छ सो बी को काउन्ट 2 गर्ने र बी को काउन्ट 2 भइसकेपछि के हुन्छ भने हामीले यो बी र बी को चाहिँ काउन्ट इक्वल छैन त्यसैले यो ह्याभलाई चाहिँ इन्क्रिज नगर्ने यो टाइम चाहिँ त्यसपछि आएर फेरि नेक्स्ट एलिमेन्टमा जान्छ हाम्रो राइट अब आएर यो ए चाहिँ हाम्रो यो म्यापमा छ कि छैन चेक गर्ने यो म्यापमा छ सो ए को काउन्ट इन्क्रिज गर्ने र ए को काउन्ट इन्क्रिज भइसकेपछि अब यो ए र यो ए को काउन्ट एक्ज्याक्टली म्याच भयो कि भएन चेक गर्ने यो काउन्ट म्याच भएको छ अब सो यो ह्याभलाई 3 बनाउने यो अब ह्याभलाई 3 हुने बित्तिकै अब यो हाम्रो स्ट्रिङको लेन्थ कति भयो हेरौँ है त अब हाम्रो राइट चाहिँ 10 मा छ भने हाम्रो लेफ्ट चाहिँ 1 मा छ यो भनेको 9 हो र हाम्रो यो मिनिमम भ्यालु भन्दा यो ठुलो भएको हुनाले हामीले यसलाई स्किप गर्न सक्छौं अब त्यसपछि आएर यो ह्याभ 3 हुन्जेल हामीले यो लेफ्टलाई अगाडि बढाउने सो अब हामीले के गर्छौं भने अब यो लेफ्टलाई मुभ गर्नुपर्ने हुन्छ मुभ गर्नुभन्दा अगाडि के गर्ने भने यो हाम्रो म्यापमा छ कि छैन चेक गर्ने यो हाम्रो म्यापमा छैन सो यसलाई हाम्रो लेफ्टलाई मुभ गराउने र हरेक चोटी मुभ गराउँदा के हुन्छ भने हाम्रो क्यारेक्टरको लेन्थ गर्दै जान्छ सो क्यारेक्टरको लेन्थ चाहिँ हामीले यो 6 भन्दा सानो छ कि छैन चेक गर्नुपर्ने हुन्छ सो अहिले हाम्रो राइट 10 मा छ भने लेफ्ट 2 मा छ +1 गर्दा यो हुन्छ 9 यो अझै पनि ठुलो छ सो अहिले यसलाई फेरि स्किप गर्ने अगाडि ल्याउने लेफ्टलाई अब लेफ्टलाई अगाडि ल्याइसकेपछि हाम्रो पहिला लेन्थ चेक गर्ने लेन्थ भनेको चाहिँ हाम्रो ए 10 मा छ र चाहिँ यो हाम्रो बी चाहिँ अब 3 मा छ यो अझै 8 हुन्छ सो पहिला यो बी अब यहाँ छ कि छैन चेक गर्ने बी हाम्रो यसमा छ सो बी लाई घटाउने र यो 1 हुन्छ र यसलाई अगाडि शिफ्ट गराउने त्यसपछि ई हाम्रो यो एरेमा छ कि छैन चेक गर्ने छैन र मिनिमम लेन्थ कति हुन्छ हेरौँ फर्स्ट ए 10 मा छ यो भनेको अब 4 हुन्छ +1 हुँदाखेरि अझै यो ठुलो छ सो यसलाई स्किप गर्ने अगाडि बढ्ने अब हामी के गर्छौं भने यो सब स्ट्रिङको लेन्थ क्याल्कुलेट गर्छौं हाम्रो यो पोइन्ट अझै 10 मा छ भने यो चाहिँ अब आएर 6 मा आइपुगिसक्यो र 1 गरौँ 10 - 6 4 हुन्छ 1 5 हुन्छ सो अब हाम्रो मिनिमममा चाहिँ हामी यो अपडेट गरौँ त्यसपछि आएर यो सी हाम्रो यो म्यापमा छ कि छैन चेक गर्ने छ सो यसको काउन्टलाई रिड्युस गर्ने र अब यो हाम्रो एप पनि घटेर 2 हुन्छ फेरि र त्यसपछि यसलाई अगाडि बढाउने सो यसरी यो ओ मा आएर बस्छ ओ मा आएर बसिसकेपछि अब के गर्ने भने हाम्रो यो कन्डिसन स्याटिस्फाई भएको छैन सो अब हामी प्रिभियस लुपलाई कन्टिन्यू गर्ने अब हामी राइटलाई के गर्छौं भने अगाडि बढाउँछौं अब राइटलाई अगाडि बढाउने यो एन हाम्रो यो म्यापमा छ कि छैन चेक गर्ने यो एन चाहिँ हाम्रो यो म्यापमा नभएको हुनाले यसलाई स्किप गर्न सक्छौं र नेक्स्ट एलिमेन्टमा जान सक्छौं त्यसपछि आएर यो सी हाम्रो यो म्यापमा छ कि छैन चेक गर्ने सी हाम्रो यो म्यापमा छ सो फेरि सी को काउन्ट मेन्टेन गर्ने यसलाई 1 बनाउने र अब हामीसँग एप पनि 3 हुन्छ अब हाम्रो राइट 12 मा आएर बस्छ त्यसपछि हाम्रो यो लेफ्ट पोइन्टर चाहिँ 6 मा छ +1 गरौँ र यो भनेको अब 7 हुन्छ 7 चाहिँ हाम्रो मिनिमम भन्दा ठुलो भएको हुनाले हामी यसलाई यहाँ असाइन गर्दैनौं यसलाई स्किप गर्छौं त्यसपछि आएर अब हाम्रो ह्याभ 3 छ सो यो ह्याभ 3 हुन्जेल अब अगाडि बढ्ने त्यसपछि आएर अब हाम्रो ह्याभ स्टिल 3 छ 3 भएको हुनाले अब यो लेफ्ट पोइन्टरलाई अगाडि सार्न सक्छौं यसरी अगाडि सार्ने यो अगाडि सारिसकेपछि यो हाम्रो म्यापमा प्रेजेन्ट बार नभएको हुनाले के पनि गर्नु परेन अब नयाँ पोइन्टमा पुगेपछि हामी यसको लेन्थ क्याल्कुलेट गर्ने यो 2 मा छ भने यो चाहिँ अब हाम्रो 7 मा छ 1 गर्नुपर्ने हुन्छ र स्टिल यो 6 हुन्छ र यो अझै मिनिमम भन्दा ठुलो भएको हुनाले यसलाई स्किप गर्न सक्छौं त्यसपछि यसलाई अगाडि मुभ गरौँ त्यसपछि अब यसको भ्यालु 8 हुन्छ अब यहाँ अझै 5 हुन्छ यो इक्वल भएको हुनाले हामीले यसलाई पनि स्किप गर्न सक्छौं र ई चाहिँ हाम्रो यो
पोइन्टमा नभएको हुनाले हामीले के पनि मेन्टेन गर्नु पर्दैन, यसलाई जस्ट स्किप गर्ने र यो ठाउँमा आइपुग्ने। त्यसपछि आएर हाम्रो लेफ्ट चाहिँ यो पोइन्टमा आइपुग्छ र यो पोइन्टमा आइपुगेपछि हाम्रो लेन्थ भनेको 9 - 12 + 1 गर्दा 4 हुन्छ र यो चाहिँ हाम्रो मिनिमम भन्दा सानो भएको हुनाले अब यसलाई सब्स्टिट्युट गराउने। सो यति गरिसकेपछि अब हाम्रो ह्याफ चाहिँ 3 छ र ह्याफ 3 हुन्जेल अब हामीले के गर्ने, हाम्रो लेफ्ट पोइन्टरलाई मुभ गर्नुपर्ने हुन्छ र यो मुभ गर्नुभन्दा अगाडि हामी पहिला बी यहाँ छ कि छैन चेक गर्ने। बी यहाँ छ, सो यसलाई घटाइदिने। त्यसपछि आएर हाम्रो ह्याफ पनि घटेर 2 बन्छ र यो केस इनभ्यालिड हुन्छ र अब हाम्रो पोइन्टर चाहिँ आएर यहाँ बस्छ। त्यसपछि आएर अब यो ह्याफ चाहिँ हाम्रो निडभन्दा सानो भएको हुनाले राइट पोइन्टरलाई अगाडि बढाउन खोज्ने र अगाडि बढ्दा चाहिँ हाम्रो एलिमेन्टहरू सबै सकेको हुनाले अब हाम्रो लुप ब्रेक हुन्छ। सो यसरी हामीले स्लाइडिङ विन्डो युज गरेर हामीले यो प्रब्लम सल्भ गरेको छौँ। सो यसरी हामीले यो प्रब्लमको सोल्युसन कसरी गर्ने भनेर हेऱ्यौँ र अब आएर यसको रन टाइम र स्पेस कम्प्लेक्सिटी हेरौँ। सो यसरी यो अल्गोरिदमको रन टाइम भनेको बिग O अफ m + n हो। किन m + n भने फर्स्टमा हामीले यो म्यापलाई मेन्टेन गर्न चाहिँ हामीले हाम्रो टीमा भएको इच क्यारेक्टरलाई लुप गर्दै यसमा एड गर्दै जान्छौँ। सो हामीले इच एलिमेन्ट अफ टी चाहिँ हामीले भिजिट गर्नुपर्ने हुँदा त्यसलाई n मानिन्छ भने mमा चाहिँ के हुन्छ भने हामीले फेरि हाम्रो यस भन्ने स्ट्रिङको इच क्यारेक्टरलाई लुप गर्दै चेक गर्दै हाम्रो विन्डोलाई स्लाइड गर्दै जानुपर्ने भएको हुनाले यसको पनि रन टाइम बिग O अफ m हुन्छ र यो बिग O अफ m + बिग O अफ n लाई चाहिँ हामीले बिग O अफ m + n लेख्न सक्छौँ। त्यसपछि आएर यो अल्गोरिदमको स्पेस कम्प्लेक्सिटी कति हो त? यो अल्गोरिदमको स्पेस कम्प्लेक्सिटी पनि बिग O अफ m + n नै हो, किनभने हामीले दुईटा म्याप मेन्टेन गर्नुपर्ने हुन्छ। एउटा चाहिँ टीको काउन्ट मेन्टेन गर्न भने एउटा एसमा भएको इच एन्ड एभ्री लेटरको काउन्ट मेन्टेन गर्न हामीले दुईटा म्याप मेन्टेन गर्नुपर्ने हुँदा चाहिँ यसको स्पेस कम्प्लेक्सिटी पनि बिग O अफ m + n नै हुन्छ। सो यसरी रन टाइम र स्पेस कम्प्लेक्सिटी हेरिसकेपछि अब हाम्रो यो सोल्युसनलाई कोड गरौँ।
यसरी मैले कोडमा के गरेको छु नि फर्स्टमा लाइन नम्बर 3 मा चाहिँ हाम्रो s र t को लेन्थ कम्पेयर गरेको छु यदि s को लेन्थ चाहिँ t को लेन्थ भन्दा सानो छ भने जस्ट रिटर्न ब्ल्याङ्क किनभने हामीले यसको सोलुसन गर्न सक्दैनौँ त्यसपछि आएर लाइन नम्बर 6 मा t म्याप भन्ने एम्प्टी म्याप डिफाइन गरेको छु र त्यसपछि आएर लाइन नम्बर 8 मा चाहिँ यो t म्याप मा चाहिँ हाम्रो t मा भएको इच स्ट्रिङको काउन्टलाई मेन्टेन गरेको छु त्यसपछि आएर लाइन नम्बर 11 मा s म्याप भन्ने एउटा एम्प्टी म्याप डिफाइन गर्छु त्यसपछि लाइन नम्बर 12 मा नीड भन्ने एउटा भेरिएबल डिक्लेयर गर्छु र नीड मा चाहिँ हाम्रो यो t म्याप को लेन्थलाई मेन्टेन गर्छु त्यसपछि आयो लाइन नम्बर 13 मा ह्याभ भन्ने एउटा भेरिएबल डिक्लेयर गर्छु जसमा चाहिँ हाम्रो चाहिने एलिमेन्ट पुग्यो कि पुगेन भनेर मेन्टेन गर्छु त्यसपछि आएर लाइन नम्बर 13 मा ह्याभ भन्ने भेरिएबल डिक्लेयर गर्छु र यसमा 0 असाइन गर्छु त्यसपछि आएर लाइन नम्बर 15 मा मिनिमम लेन्थ भनेर यसमा फ्लोट गरेर इन्फिनिटी असाइन गर्छु र म्याक्सिमम भ्यालु असाइन गर्छु अहिले यो मिन लेन्थ भन्ने भेरिएबलमा त्यसपछि आएर लाइन नम्बर 16 मा पोइन्टर भन्ने एरे डिफाइन गर्छु र यसमा चाहिँ -1 डिफाइन गर्छु र यो पोइन्टर भन्ने भेरिएबल चाहिँ हामी हाम्रो स्ट्रिङलाई सब स्ट्रिङ गर्न युज गर्छौं त्यसपछि आयो लाइन नम्बर 18 मा लेफ्ट भन्ने भेरिएबल डिक्लेयर गर्छु र यसमा 0 असाइन गर्छु त्यसपछि आयो लाइन नम्बर 20 मा हामी लुप सुरु गर्छौं कहाँसम्म सुरु गर्छौं भने हाम्रो स्ट्रिङको लेन्थसम्म सुरु गर्छौं र हामी इन्डेक्सलाई चाहिँ राइट भनेर डिफाइन गर्छौं त्यसपछि हामीले लाइन नम्बर 21 मा हाम्रो करेन्ट राइट पोजिसनको क्यारेक्टरलाई एक्सट्र्याक्ट गर्छौं र यो क्यारेक्टर चाहिँ हाम्रो टी म्यापमा छ कि छैन भनेर चेक गर्छौं यदि टी म्यापमा छ भने अब हामी एस म्यापमा फेरि त्यसको काउन्ट मेन्टेन गर्छौं र त्यसपछि आएर लाइन नम्बर 25 मा के चेक गर्छौं भने हाम्रो एस म्यापमा भएको राइट क्यारेक्टर र टी म्यापमा भएको राइट क्यारेक्टर चाहिँ इक्वल छ कि छैन चेक गर्छौं त्यसको काउन्ट यदि त्यसको काउन्ट इक्वल छ भने हामी ह्याभलाई चाहिँ इन्क्रिज गराउँछौं 1 ले त्यसपछि आएर लाइन नम्बर 28 मा मैले व्हाइल नीड इक्वल्स टु ह्याभ गरेको छु जब हामीसँग चाहिँ इनफ क्यारेक्टरहरु हुन्छ तब हामी यो पोइन्टमा छिर्छौं र यो लोजिकलाई कन्टिन्यू गर्छौं त्यसपछि आएर लाइन नम्बर 29 मा के चेक गरेको छु भने हाम्रो करेन्ट सब स्ट्रिङको लेन्थ चाहिँ हाम्रो मिन लेन्थ भन्दा सानो छ कि छैन भनेर चेक गर्छौं यदि त्यो सानो छ भने हामी लाइन नम्बर 30 र 31 मा जान्छौं र यो पोइन्टमा आएर के गर्छौं हामी हाम्रो मिनिमम लेन्थलाई अपडेट गर्छौं कसरी अपडेट गर्छौं भने करेन्ट सब स्ट्रिङको लेन्थलाई हामी मिन लेन्थमा असाइन गर्छौं भने करेन्ट लेफ्ट र राइट पोइन्टलाई चाहिँ हामी यो पोइन्टरमा असाइन गर्छौं त्यसपछि आएर हामी लाइन नम्बर 33 मा आउँछौं लाइन नम्बर 33 मा चाहिँ अब के हुन्छ भने हाम्रो यो एस लेफ्टमा भएको लेफ्ट मोस्ट पोइन्टमा भएको भ्यालु चाहिँ हाम्रो एस म्यापमा छ कि छैन भनेर चेक गर्छौं यदि त्यो छ भने त्यसको काउन्टलाई घटाइदिन्छौं र त्यसपछि आएर हामी अर्को के चेक गर्छौं भने यो हाम्रो एस म्यापमा भएको करेन्ट लेफ्टमा पोजिसनमा भएको क्यारेक्टर र टी म्यापमा भएको क्यारेक्टरको काउन्ट इक्वल छ कि छैन चेक गर्छौं यदि त्यो टी म्यापमा भएको काउन्ट भन्दा सानो छ भने चाहिँ हामीले ह्याभलाई घटाइदिन्छौं र फाइनली आएर हामीले हाम्रो लेफ्ट पोइन्टरलाई अगाडि शिफ्ट गराउँछौं र यसरी हाम्रो यो लुप कन्टिन्यू हुन्छ स्ट्रिङमा क्यारेक्टरहरु हुन्छ त्यसपछि हाम्रो यो लुप एन्ड हुन्छ त्यसपछि आएर अब हामी लाइन नम्बर 41 मा जान्छौं यो 41 मा चाहिँ मैले लेफ्ट र राइट भन्ने भेरिएबलमा चाहिँ हाम्रो पोइन्टरमा भएको यो दुईटा भ्यालुलाई इन्डिभिजुअली असाइन गरेको छु यसलाई चाहिँ डिस्ट्रक्चरिङ भन्छ जस्तो यो फर्स्ट भ्यालु गएर लेफ्टमा बस्छ भने सेकेन्ड भ्यालु गएर राइटमा गएर बस्छ त्यसपछि आयो लाइन नम्बर 43 बाट के रिटर्न गरेको छ भने इफ हाम्रो मिनिमम लेन्थ चाहिँ हाम्रो इन्फिनिटी सँग इक्वल छैन भने हामी के गर्छौं भने हाम्रो स्ट्रिङको लेफ्ट पोजिसनबाट राइट पोजिसन +1 सम्म सब स्ट्रिङ गर्छौं यो चाहिँ हाम्रो रिजल्ट हो यसलाई रिटर्न गर्छौं हैन भने हामी ब्ल्याङ्क स्ट्रिङ रिटर्न गर्छौं सो यसरी हामीले यसको कोड गरेको छौं यो कोड अलि हेर्दा कन्फ्युजिङ र लामो भए पनि म यसको ड्राई रन गर्दा अलि डिटेलमा स्लोली एक्सप्लेन गर्ने छु सो लेट्स मुभ अहेड फर ड्राई रनको लागि चाहिँ म एक्जाम्पल 3 पिक गरिरहेको छु यसमा चाहिँ हामी अब हाम्रो कोड लाइन नम्बर 3 मा आइपुग्छ 3 मा के हुन्छ भने s को लेन्थ भनेको 1 हुन्छ र t को लेन्थ भनेको 2 हुन्छ र यो चाहिँ हाम्रो t को लेन्थ भन्दा सानो भएको हुनाले हाम्रो कोड लाइन नम्बर 4 मा जान्छ र यहाँबाट एम्प्टी स्ट्रिङ रिटर्न गर्छ त्यसपछि आयो मैले एउटा सेकेन्ड एक्जाम्पल लिइरहेको छु त्यसमा चाहिँ हाम्रो s भनेको चाहिँ CODPANC हो भने t भनेको चाहिँ ABC नै छ त्यसपछि आयो हाम्रो कोड लाइन नम्बर 3 मा आइपुग्छ त्यसपछि यहाँ आएर s को लेन्थ भनेको चाहिँ 8 हुन्छ र t को लेन्थ भनेको 3 हुन्छ र यसरी चेक गर्दा यो फल्स हुन्छ सो हाम्रो कोड अब लाइन नम्बर 6 मा मुभ हुन्छ लाइन नम्बर 6 मा मैले t भन्ने म्याप डिफाइन गरेको छु र त्यसपछि आएर लाइन नम्बर 8 मा चाहिँ हाम्रो t मा भएको हरेक क्यारेक्टर थ्रु लुप गर्दै यसको काउन्ट मेन्टेन गर्छु त्यसपछि आएर अब यहाँ t म्यापमा हाम्रो की र भ्यालु डिफाइन हुन्छ र की भनेको a हुन्छ यसको काउन्ट भनेको 1 हुन्छ त्यसपछि b हुन्छ b को काउन्ट पनि 1 हुन्छ त्यसपछि c हुन्छ c को काउन्ट पनि 1 हुन्छ सो यो लुपमा इच आइटममा जाँदै त्यसको काउन्ट मेन्टेन हुन्छ त्यसपछि आएर s म्याप भन्ने भेरिएबल डिफाइन हुन्छ यो अहिले ब्ल्याङ्क हुन्छ त्यसपछि आएर नीड र ह्याभ भन्ने भेरिएबल डिफाइन गर्छु नीड भनेको चाहिँ अब हाम्रो यो t म्याप को लेन्थ हो त्यो भनेको 3 हो र ह्याभ चाहिँ अहिले म 0 बनाएर राख्छु त्यसपछि आएर लाइन नम्बर 15 मा मिन लेन्थ भन्ने भेरिएबल डिक्लेयर गर्छु र यसमा इन्फिनिटी असाइन गर्छु त्यसपछि पोइन्टर भन्ने एरे डिफाइन गर्छु र यसको भ्यालु भनेको चाहिँ -1
-1 हुन्छ त्यसपछि आएर लेफ्ट भन्ने भेरिएबल डिक्लेयर गर्छु र यो 0 बाट स्टार्ट गर्छु त्यसपछि आयो लाइन नम्बर 20 मा लाइन नम्बर 20 मा चाहिँ हाम्रो लुप चल्छ र लुपमा कहाँसम्म चल्छ भने हाम्रो s को लेन्थसम्म चल्छ र यो इन्डेक्सको भ्यालुलाई चाहिँ हामी राइट भन्छौँ अहिले राइट 0 हुन्छ त्यसपछि हाम्रो कोड आउँछ लाइन नम्बर 21 मा लाइन नम्बर 21 मा के हुन्छ भने हाम्रो राइट यही पोइन्ट गरिरहेको हुन्छ हाम्रो लेफ्ट यही पोइन्ट गरिरहेको हुन्छ सो त्यसपछि आएर राइटको क्यारेक्टर भनेको c हो c भनेको चाहिँ हामी फर्स्ट के गर्छौँ भने हाम्रो टी म्यापमा छ कि छैन चेक गर्छौँ यो टी म्यापमा छ सो यसलाई हामी आएर यहाँ एड गर्छौँ र यसको काउन्ट मेन्टेन गर्छौँ त्यसपछि आएर यहाँ आउँछौँ त्यसपछि एस म्याप र टी म्यापमा हाम्रो c को काउन्ट इक्वल छ कि छैन चेक गर्छौँ यो इक्वल छ सो त्यसैले अब हामी ह्याबलाई पढाउँछौँ ह्याबलाई अब हामी 1 बनाउँछौँ यसरी त्यसपछि आयो हाम्रो कोड लाइन नम्बर 28 मा आउँछ र यो लाइन नम्बर 28 मा यो इक्वल नभएको हुनाले फेरि हाम्रो कोड लाइन नम्बर 21 मै आइपुग्छ लाइन नम्बर 21 मा आउँदा चाहिँ हाम्रो राइट 1 हुन्छ राइट यहाँ आएर बस्छ त्यसपछि आएर यो हाम्रो ओ भन्ने कुरा चाहिँ टी म्यापमा छ कि छैन चेक गर्छौँ यो टी म्यापमा छैन सो हामी यो कोड ब्लकमा छिर्दैनौँ र यहाँ आउँछौँ वाइल निड र एप पनि इक्वल छैन भनेपछि हामी सिधै फेरि हामी लाइन नम्बर 21 मा आइपुग्छौँ र हाम्रो आर भनेको अब 2 हुन्छ त्यसपछि फेरि यो डी हाम्रो टी म्यापमा छ कि छैन चेक गर्छौँ यो यहाँ छैन सो यो ब्लक एक्जिक्युट हुँदैन लाइन नम्बर 28 मा आइपुग्छ लाइन नम्बर 28 पनि सेटिस्फाई हुँदैन सो फेरि हाम्रो कोड फर्केर यही आइपुग्छ त्यो भनेको चाहिँ अब हाम्रो यो राइट 3 मा आइपुग्छ र सिमिलरली यो ई पनि हाम्रो टी म्यापमा छैन र हाम्रो निड र एप पनि इक्वल नभएको हुनाले यो पनि फेरि सिधै 21 मा आइपुग्छ अब हाम्रो राइट भनेको 4 हुन्छ त्यसपछि हामी लाइन नम्बर 21 मा आइपुग्छौँ 21 मा आउँदा चाहिँ हाम्रो बी भनेको चाहिँ टी म्यापमा छ कि छैन चेक गर्दा टी म्यापमा छ सो हामी यो कोड ब्लक भित्र छिर्छौँ यो ब्लक भित्र छिरिसकेपछि के हुन्छ भने हामी यसको काउन्ट मेन्टेन गर्छौँ र त्यसपछि आएर के चेक गर्छौँ भने एस म्याप र टी म्यापमा यसको काउन्ट इक्वल छ कि छैन भन्दा इक्वल छ सो हामी ह्याबलाई पनि अब 1 ले इन्क्रिमेन्ट गर्छौँ यो भनेको 2 हुन्छ त्यसपछि आयो हाम्रो कोड लाइन नम्बर 28 मा आउँछ र यो अहिले सेटिस्फाई भएको छैन सो हाम्रो कोड फेरि आइपुग्छ अब हाम्रो राइट भनेको चाहिँ 5 हुन्छ र 5 ले यसलाई पोइन्ट गर्छ त्यसपछि आएर हाम्रो कोड लाइन नम्बर 21 मा आइपुग्छ र यहाँ हामी ए देख्छौँ त्यसपछि 22 मा आउँदा चाहिँ यो ए चाहिँ टी म्यापमा छ कि छैन भन्दा छ सो यसलाई पनि हामी योमा एड गर्छौँ सो त्यसपछि आएर लाइन नम्बर 23 एक्जिक्युट भएपछि हाम्रो यसरी ए आएर हाम्रो एस म्यापमा बस्छ त्यसपछि आउँछौँ हामी लाइन नम्बर 25 मा एस म्याप र टी म्यापमा यो ए को भ्यालु इक्वल छ कि छैन चेक गर्छौँ यो इक्वल छ सो त्यसैले एपलाई पनि म इन्क्रिज गर्छु 3 हुन्छ यो त्यसपछि आएर हाम्रो कोड लाइन नम्बर 28 मा आइपुग्छ यसमा निड र ह्याब इक्वल छ कि छैन चेक गर्छौँ यो निड र ह्याब इक्वल छ सो त्यसपछि अब हाम्रो कोड लाइन नम्बर 28 मा छिर्छ त्यसपछि अब हाम्रो राइट माइनस लेफ्ट भने 5 हो 5 + 1 ले 6 हुन्छ 6 चाहिँ हाम्रो मिन लेन्थ भन्दा सानो छ कि छैन भन्दा यो इन्फिनिटी भन्दा सानो छ त्यसैले अब हामी यहाँ असाइन गर्छौँ हाम्रो मिन लेन्थ लाइन नम्बर 30 मा आएर मिन लेन्थ अब हाम्रो 6 हुन्छ त्यसपछि पोइन्टर भनेको चाहिँ हाम्रो लेफ्ट भनेको 0 हुन्छ राइट भनेको 5 हुन्छ त्यसपछि आउँछौँ अब यो लाइन नम्बर 33 मा हाम्रो एस लेफ्ट सी चाहिँ हाम्रो म्यापमा छ कि छैन भनेर चेक गर्छौँ यो हाम्रो म्यापमा छ सो यो म्यापमा भएको हुनाले हामी यसलाई काउन्ट रिड्युस गरिदिन्छौँ त्यसपछि आएर हाम्रो कोड लाइन नम्बर 36 मा आइपुग्छ यहाँ चाहिँ हामी के देख्न सक्छौँ भने एस म्याप लेफ्टमा चाहिँ सी 0 छ भने एस म्याप राइटमा सी 1 छ सो हाम्रो कोड चाहिँ एक्जिक्युट हुन्छ र हामी लाइन नम्बर 38 मा पुग्छौँ अब एपलाई हामी घटाएर 2 बनाइदिन्छौँ त्यसपछि हाम्रो लेफ्ट चाहिँ 1 ले इन्क्रिज हुन्छ र अब हाम्रो लेफ्ट 1 हुन्छ त्यसपछि यो वाइल लुप सेटिस्फाई हुँदैन र हाम्रो कोड अगाडि बढ्छ र हामी लाइन नम्बर 21 मा फेरि आइपुग्छौँ यहाँ यसरी र लाइन नम्बर 21 मा आइसकेपछि अब हाम्रो यो पोइन्टर अगाडि बढ्छ र यन चाहिँ हाम्रो टी म्यापमा नभएको हुनाले हाम्रो लाइन नम्बर 22 मा यो कोड छिर्दैन र 28 मा पनि हाम्रो कन्डिसन सेटिस्फाई नभएको हुनाले अब फेरि हाम्रो यो कोड अगाडि बढ्छ र अब यहाँ सी मा पोइन्ट गर्छ र सी मा पोइन्ट गरिसकेपछि के हुन्छ भने हाम्रो यो राइट 7 हुन्छ र यो सी चाहिँ हाम्रो टी म्यापमा छ कि छैन भन्दा छ सो यसमा हामी काउन्ट इन्क्रिमेन्ट गर्छौँ लाइन नम्बर 23 मा गएर त्यसपछि अब यो दुईटा क्यारेक्टर हाम्रो टी म्याप र सी म्यापमा क्यारेक्टर इक्वल छ कि छैन भनेर चेक गर्छौँ इक्वल छ सो अब हाम्रो एप पनि 3 हुन्छ त्यसपछि आएर हामी लाइन नम्बर 29 मा आउँछौँ अब यहाँ लेन्थ चेक गर्छौँ हाम्रो 7 - 1 भने 8 हुन्छ +1 गर्दा 8 हुन्छ यो चाहिँ हाम्रो मिनिमम लेन्थ भन्दा सानो छ कि छैन भनेर चेक गर्दा सानो छैन सो यो स्किप हुन्छ त्यसपछि आएर हामी एस लेफ्टमा आएर चेक गर्छौँ यो हाम्रो एस म्यापमा छ कि छैन भन्दा छैन त्यसपछि यो कोड हाम्रो यो ब्लकमा नै छिर्दैन त्यसपछि आएर हामी लाइन नम्बर 39 मा जान्छौँ यसमा चाहिँ आएर हाम्रो कोड एक स्टेपले अगाडि बढ्छ फेरि हाम्रो वाइल यो भित्रै लुप भइरहन्छ किनभने हाम्रो कन्डिसन सेटिस्फाई छ हाम्रो निड इक्वल छ सो हाम्रो लेन्थ चेक गर्छौँ अब लेन्थमा चाहिँ हाम्रो के हुन्छ भने लेफ्ट अलरेडी 2 भइसकेको छ सो यहाँ चेक गर्छौँ राइट 7 - 2 5 हुन्छ 1 6 हुन्छ र अहिले हाम्रो मिन लेन्थसँग इक्वल छ सो हामीले यसमा केही पनि गर्नु पर्दैन स्वाप गर्नु पर्दैन सेम लेन्थ भएको हुनाले त्यसपछि आएर हामी लाइन नम्बर 33 मा आइपुग्छौँ 33 मा आएर एस लेफ्ट चाहिँ हाम्रो एस म्यापमा छ कि छैन भन्दा छैन सो यो ब्लक भित्र छिर्दैन डाइरेक्टली हामी अब फेरि लाइन नम्बर 39 मा आइपुग्छौँ लाइन नम्बर 39 मा आएपछि हाम्रो लेफ्ट एक स्टेप अगाडि बढ्छ हाम्रो लेफ्ट अब 3 हुन्छ त्यसपछि अझै वाइल कन्डिसन सेटिस्फाई हुन्छ अब हाम्रो लेन्थ भनेको चाहिँ 7 - 3 भनेको 4 हुन्छ +1 ले 5 हुन्छ सो 5 हुँदाखेरि चाहिँ अब के गर्छौँ भने यो कोड यहाँ भित्र छिर्छ सो अब हाम्रो लेन्थ भनेको 5 हुन्छ र अब हाम्रो नयाँ पोइन्टर भनेको चाहिँ 3 र 7 हुन्छ 3 र 7 हुन्छ
त्यसपछि आएर यो हाम्रो लेफ्ट चाहिँ यो ई चाहिँ हाम्रो एसम्यापमा छ कि छैन भन्दा छैन कोड यहाँ छिर्दैन त्यसपछि हामी डाइरेक्टली लाइन नम्बर 39 मा पुग्छौँ 39 मा अब यो हाम्रो लेफ्ट अपडेट हुन्छ र यसलाई हामी 4 बनाउँछौँ र त्यसपछि फेरि स्टिल यो कन्डिसन सेटिस्फाई भइरहेको हुनाले हामी लाइन नम्बर 29 मा पुग्छौँ लाइन नम्बर 29 मा अब हाम्रो 7 - 4 ले चाहिँ 3 हुन्छ 3 + 1 ले 4 हुन्छ सो हाम्रो यो मिनिमम लेन्थ भन्दा सानो छ यसलाई यहाँ अपडेट गर्छौँ लाइन नम्बर 30 मा र हाम्रो पोइन्टर पनि अपडेट हुन्छ लाइन नम्बर 31 मा 4 मा त्यसपछि आयो एस लेफ्ट चाहिँ हाम्रो म्यापमा छ कि छैन भनेर चेक गर्दा बी चाहिँ हाम्रो म्यापमा छ भनेर हामीले देख्छौँ त्यसपछि आएर यसलाई हामी घटाइदिन्छौँ 0 बनाइदिन्छौँ र त्यसपछि आएर एस म्याप र टी म्यापमा हाम्रो बी को काउन्ट हेर्छौँ यो चाहिँ हाम्रो काउन्ट म्याच हुँदैन सो हामी अब ह्याबलाई घटाइदिन्छौँ ह्याबलाई 2 बनाइदिन्छौँ त्यसपछि आएर यो कन्डिसनबाट हामी बाहिर आउँछौँ लाइन नम्बर 39 मा 39 मा अब हाम्रो लेफ्ट अगाडि बढ्छ र त्यसपछि अब हाम्रो फेरि यो कन्डिसन के हुन्छ नि यो वाइल नीड इक्वल्स टु ह्याब चाहिँ सेटिस्फाई हुँदैन लाइन नम्बर 29 पुगेपछि हाम्रो राइट एक स्टेप अगाडि बढ्छ अब हाम्रो राइट 8 हुन्छ र हाम्रो फर्दर क्यारेक्टर नभएको हुनाले यो लुप ब्रेक हुन्छ सो यसरी लुप ब्रेक भइसकेपछि हामी लाइन नम्बर 41 मा आउँछौँ अब लेफ्ट र राइट भन्ने भेरिएबलमा चाहिँ हामीले पोइन्टरको 4 र 7 असाइन गर्छौँ र अब यहाँ आएर लेफ्टमा 4 असाइन हुन्छ राइटमा 7 असाइन हुन्छ त्यसपछि आएर लाइन नम्बर 43 मा हामीले के चेक गर्छौँ भने इफ मिनिमम लेन्थ चाहिँ इन्फिनिटीसँग इक्वल छ कि छैन भनेर चेक गर्छौँ मिनिमम लेन्थ चाहिँ हाम्रो इन्फिनिटीसँग इक्वल छैन सो हाम्रो यो कन्डिसन सेटिस्फाई हुन्छ र अब हामीले के गर्छौँ भने हाम्रो स्ट्रिङको 4 पोजिसन र 7 + 1 8 पोजिसनको स्ट्रिङलाई एक्सट्र्याक्ट गरेर रिजल्टमा रिटर्न गर्छौँ विच इज BANC सो यसरी हामीले देख्न सक्छौँ हाम्रो कोड चाहिँ हाम्रो स्याम्पल टेस्ट केससँग काम गरेको छ सो यसरी हामीले यो प्रब्लमको सोल्युसन गरेको छौँ यदि यो प्रब्लमसँग रिलेटेड केही कन्फ्युजन छ क्वेसन छ भने चाहिँ कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला एन्ड आई विल सी यु इन नेक्स्ट भिडियो